थियो यहाँ हेर्नुहोस् त यो सरकारले दिएको पानी किस्तीमा पनि मान्छेहरूको कस्तो यो कुबुद्धि होला यो नराम्रो सोच भन्नु के भन्नु यहाँ हेर्नुहोस् न हिजो बेलुका अघि बिहानसम्म यहाँ कल राम्रै थियो होइन यो पानी खोल्दै चलाउनु हुन्थ्यो अहिले आएर हेरेको यहाँ हेर्नुहोस् त यो पत्रकेटाहरूले गरेको हुनसक्छ कि न त यो अलिक ख्यानै पऱ्यो पनि आफै नभाँचिनु पर्ने हो होइन तर यहाँनिर चाहिँ हेर्नुहोस् त यो कल नै पुरा भाँचेर यहाँनिर झुन्डाइराखेको थियो यहाँनिर अब यो चाहिँ कस्तो यो उपद्रो भयो यहाँ अब यो पानी यतिकै खुलाइराख्नु पनि पानी रातभरि भरिँदैन ट्याङ्कीमा हो पानी रातभरि नै खुलाइ गएपछि यो पानी जान्छ अब यो हेर्नुहोस् न कल अब यो कल नै यसरी भाँचेपछि चाहिँ यो के गर्नु यो यसको कामै छैन अब कि त सबै मिलेर यो कल नयाँ लाउनु पर्ने भयो कसैले पनि देखिएन होइन प्रुफ त छैन तर कसले भाँचेर यहाँ आउनुहोस् न यहाँ ट्याक्कै भाँचेर चाहिँ यहाँनिर आज झुन्डाइराखेको छ यहाँनिर अब यो पानी बन्द गर्नुको निम्ति र पानी सेभ गर्नुको निम्ति चाहिँ मैले यहाँनिर टेम्परेरी होइन यो पोलिथिनको यहाँ बुच्चो लगाएको छु मैले तर यो थाम्दैन होला यसले यसरी पनि गर्न सकिन्छ कि भनेको खै हेरौँ भयो